प्युठान नगरपालिकाले एक ओडा एक कालोपत्री सडक अभियान सञ्चालन गरेको छ। नगरपालिकाको वर्तमान नेतृत्व निर्वाचित भएपछि आर्थिक वर्ष 2079-80 देखि एक ओडा एक कालोपत्री सडक सुधार गर्ने अभियान अन्तर्गत मुख्य ग्रामीण सडकको कालोपत्री तथा ढलान धमाधम गर्न थालेको हो। प्युठान नगरपालिकाको स्रोत न्यून भए तापनि सडक पूर्वाधार क्षेत्रमा दिगो विकासको लक्ष्य अनुसार प्युठान नगरपालिकाले पहिलो वर्षदेखि कालोपत्री सुरु गरेको हो। पहिलो वर्ष 1 किलोमिटर सडक कालोपत्री गरेको छ भने 350 मिटर सडक ढलान तथा 2 किलोमिटर बढी ढलान तथा कालोपत्रीको पूर्व तयारी गरेको थियो। गत वर्ष 2 किलोमिटर बढी सडक कालोपत्री तथा 400 मिटर ढलान काम सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा 2.5 किलोमिटर सडकको कालोपत्री तथा 500 मिटर बढी ढलानको काम भइरहेको छ। 5 वर्षभित्र पालिका भित्रका सबै ओडामा मुख्य सडकहरू कालोपत्री तथा ढलान गरी 12 महिना यातायात सुचारू लगायतका सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ। हामीले प्रत्येक वर्ष स्काभेटर अथवा जेसीबी चलाउने, बाटो खन्ने र फेरि बर्खा आउँछ फेरि त्यो बाटो बगाइदिन्छ भन्ने अवस्थाबाट अन्त्य गर्नका लागि हाम्रा नगरभित्रका सबै बाटाहरू 12 महिना सुचारू हुने अवस्था सिर्जना गर्नका लागि हामीले एक ओडा एक कालोपत्री अभियान सुरु गरेका छौँ र यो सँगै हामीले अन्य बाटाहरू पनि हाम्रो 12 महिना सञ्चालन होस् भन्नका लागि नालीको व्यवस्थापन, त्यस्तै बाटो चौडाको कुराहरू र त्यसको दिगोपनका लागि टेवा पर्खालदेखि अरू कुराहरू ग्रेभलहरू हामी गरिरहेका छौँ। चालु वर्षमा बिजुवार थापडाँडा खलङ्गा सडक, चेर्नेटा सालखारी सडक र मरणठाना चक्रपथ कालोपत्रीको तयारी भइरहेको छ। त्यसै गरी सालखारी सडक र टिकुरी गुरुङ गाउँ लम्च्याङ नेटा सडक ढलान गर्ने गरी अघि बढेको छ। अन्य सडकको काम योजना बनाएर काम पूरा गरिने नगरपालिकाको योजना रहेको छ। हामीले एक ओडा एक कालोपत्री सडक कार्यक्रमलाई अगाडि बढाएका छौँ। यसका निम्ति विभिन्न ओडाहरूमा कामहरू सम्पन्न भइसकेका पनि छन् र कुनै ओडाहरूमा काम निरन्तर अगाडि बढिरहेका छन् र यसले ओडावासीहरूको जुन यातायातको सरलता र पहुँच पुर्याउने जुन उद्देश्य हो, यसले त्यहाँको यातायातलाई, त्यहाँको उत्पादनलाई, त्यहाँको रोजगारलाई यी सबै विविध विषयहरूसँग जोडेर हामीले एउटा महत्त्वपूर्ण योजना जुन अगाडि बढायौँ, यसले सबै ओडाहरूमा यातायातको पहुँचलाई थप सरल र सुविधायुक्त बनाउँछ भन्ने हाम्रो चाहना हो। यसका अतिरिक्त सङ्घ तथा प्रदेशसँग समेत नगरपालिकाका सबै ओडाका महत्त्वपूर्ण सडक कालोपत्रीका लागि नगरपालिका